हेलो साथीहरू, म चाहिँ आज नक्साल भगवती दर्शन गर्न आएको। दसैँ 14को दिन नक्साल भगवती दर्शन गर्न आएको। नमस्कार साथीहरू, दसैँको शुभकामना। नवदुर्गा भवानी रक्षा गरौँ तपाईँहरूलाई। बेसी नक्साल भगवती है साथीहरू। यताबाट ज्ञानेश्वर जाने बाटो, यताबाट टङ्गाल जाने, यता उता जङ्गलतिर जाने बाटो, यतातिरबाट चाहिँ यता के भन्छ कालेबुङतिर जाने बाटो। अब चाहिँ म मैती देवी जान लाग्यो। मैती देवी दर्शन गर्नलाई है साथीहरू। के हो यस्तो बाटो? मलाई तल गरेको हिँड्दा बुहारीहरू 4 बजे निस्किन्छ। मैती देवी मैती देवी है साथीहरू। श्रद्धालु भक्तजनहरू, यहाँहरूलाई हामी फेरि यस मन्दिर परिसरमा स्वागत गर्न चाहन्छौँ। यहाँहरूलाई कुनै दर्शन गर्ने क्रममा कुनै गाह्रो अप्ठ्यारो कुनै सल्लाह सुझाव गुनासो छ भने यहाँहरूले हाम्रा स्वयंसेवकहरू सौदा भाइबहिनीहरूलाई भन्न सक्नुहुन्छ। हामी यहाँको गुनासोलाई छिटोभन्दा छिटो समाधान गर्ने कालिका स्थान है यो कालिका स्थानमा आएको दर्शन गर्नलाई।
नै साथीहरू। यो चाहिँ भद्रकाली दर्शन गर्न लागेको हिँडेको सबै यहाँ बारेर रहेछ। र यहाँभित्र पसेर दर्शन गर्नुपर्छ है। हामीहरू चाहिँ माथि छ मन्दिर। भिड रहेछ। भद्रकाली दर्शन गरेर फर्केँ साथीहरू। साथीहरू यो चाहिँ सङ्कटा मन्दिर है। सङ्कटा पनि दर्शन गर्न पर्यो भनेर आएको यो निर्गोपमा छ। सानो मन्दिर लाइन छ जस्तो छ आज। जमा भगवती गाइजहरू भगवती दर्शन गर्नलाई आएको। यस्तो छ। भगवती दर्शन गरेर अब इन्द्रेणी दर्शन गर्न जान लागेको गाइजहरू। नारियो दाम देख्दैछ। यो चाहिँ शिव भगवती एरिया है, विष्णुमती पारी काठमाडौँ। यो चाहिँ इन्द्रेणी जान लागेको दर्शन गर्नलाई। हामी चाहिँ यता शिव भगवती पहिला दर्शन गरेर अनि इन्द्रेणी दर्शन गर्न जान लागेको साथीहरू। मन्दिर मन्दिर यतातिर रहेछ। हनुमानको मन्दिर। यो चाहिँ इन्द्रेणी माता है। फोटो खिच्नु के गर्ने छ।
अरे यो चाहिँ रक्तकाली है, रक्तकाली मन्दिर आइपुग्यो। घुमेर जाउँ। बत्ती बाहिरै ल्याइदिनु है। गाई जे चाहिँ नरदेवी है, नरदेवी दर्शन गर्न आएको। तर यो बाटो हेर्नु न, यो चाहिँ गौरीघाट। गुइसरी जाँदाखेरि गौरीघाटको पनि दर्शन गरेर तपाईँ बागमती गइगयो हेर्नु। यो चाहिँ किरातेश्वरौ माथि छ, यहाँ मङ्खीहरू। यो चाहिँ गुइसरी जान लागेको अनि गौरीघाट पनि दर्शन गरौँ भनेर। तल माता गौरी, गौरी जय होस् मा। गुइसरीमा लाइन रहेछ साथीहरू, लाइन बसेर भए पनि दर्शन त गर्नु पर्यो यत्रो आइसकेपछि। साथीहरू गुजेश्वरीसम्म दर्शन गरेर आजको दर्शन गर्ने हाम्रो कार्यक्रम चाहिँ यहीँ सकियो हैन। कस्तो राम्रो त्यहाँ यो गुजेश्वरीको माथिपट्टिबाट त्यो पारिपट्टि कस्तो राम्रो देखिया छ कि बौद्ध झरपाटी क्लियर कर देखिया रहेछ। बाई बाई, अब अर्को भिडियोमा भेटौँला साथीहरू। तपाईहरुलाई यो विजय दशमीको शुभकामना आउँदै गरेको भन्दा नि आइसक्यो। 2082 सालको शुभकामना विजय दशमीको सबै युट्युबको साथीहरूलाई मेरो तर्फबाट बाई बाई।